बाबाले कति खोजिरहेको होला है। मलाई बाबालाई एकपल्ट फोन गरिदिनु न। पर्दैन, खोज्छ होला तँलाई। त्यतिर बाउ मातेर कहाँ लडेर सुतिरहेको होला। बाबाले त अहिले रक्सी खानै छोड्यो। त्यस्तो रक्सी खानु छोड्यो भनेको त कति भइसक्यो, छोड्दैन। तँ उता गइस भने तेरो बिजोक मात्रै हुन्छ नानी। अबदेखि मसँगै बस्नु ल। लक्ष्मी, ओ लक्ष्मी, लक्ष्मी। होइन यो के पो भयो? कराउँदै आउँछ त, के भयो? होइन हौ, मेरो छोरा बिहानदेखि घरमै छैन कि, कता गएको पो, यहाँतिर आएको छैन। आएको छैन, यहाँ खेल्नु गएको होला नि, आउँछ नि, किन सुर्ताउनु? होइन हौ, अरू बेला त यत्रो लामो खेल्थेन, घर आइहाल्थ्यो। फेरि भइहाल्यो, नानी लान्छ भन्थ्यो, साह्रै डर लाग्यो। के को लान्छ मन्दिसेले? ए अघि तेरो नान्जुसको आमासँग देखेको थिएँ। सुन काजी, मौका यही हो। मेरो नाति आमा खोज्दै खोज्दै मेरो घरमा आइपुगेको छ। लु, त्यसलाई जसरी पनि मेरो छोरीलाई त्यो मत्थु ज्वाइँसँग छुटानाम गराउनु पर्यो। छुटानाम गर्नु सकाइस् भने तँलाई म ज्वाइँ कन्फर्म हो। के छ भने? ठिक छ बुढो, यदि तिमीले मलाई ज्वाइँ बनाउँछौ भने त्यस्तो नातो छुटानाम त म हिउ गरिदिन्छु। त्यही त, उसलाई ज्वाइँ बनायो भने भनेको छुटानामदेखि डिभोर्स गरिदिन्छ नि उसले। ए के भन्यो मैले? एउटा होइन एउटै हो, तर यो बच्चा पो त्यसको बाउ बिना बस्नु सक्छ कि? त्यसको बाउ त को नि? बोजू पो बस्नु सक्छ कि सक्दैन हौ नाति बिना। उयो हेर त, माया गरेको यस्तो त माया गर्छ त हौ। तपाईँले याद छैन साउको भन्दा सुतको माया हुन्छ भनेर? तर त्यो मत्तुसँग चाहिँ पठाउने काम छैन है मेरो नानीलाई। के साह्रो बोल्दो रहेछ यो? त्यही त मिलाउँदैछु त म त। है काजी? त्यही त भनेको त, अब हुन्छ बेहुला। म लोखण्डा बसेर पैसा कमाइने भयो अब। ओइ, अर्काका छोरा कोही ल्याउनु लगा यहाँ। काजी, नलैजा सके पो रोक। कहाँ गएको मेरो छोरालाई? तेरो मात्रै छोरा हो र? मेरो पनि त छोरा हो नि। छुटानाम मात्रै पो दिन्छु भनेको त, छोरा दिन्छु भनेर कहाँ भनेको छु त? कानुनको नियममै हो भने पनि 18 वर्षसम्म नानी आमासँग बस्नुपर्छ, होइन? त्यही त, तिमीले कानुन मिच्दा हुन्छ? कानुन के हो मलाई पनि थाहा छ। नानीलाई पनि त सोध्नु पर्यो कोसँग बस्छ भनेर। त्यही त भन्ने नानी, कोसँग बस्छस् त? आमासँग बस्छस् कि बाउसँग बस्छस्? काजी साहब, मलाई आमा बाबा दुनियाँसँग बस्नु मन छ। मलाई आमा र बाबा दुनियाँसँग बस्ने मिलाइदिनु न। हुँदैन, दुईजनासँग बस्नु मिल्दैन। कि आमासँग बस्नु पर्यो कि बाउसँग बस्नु पर्यो, होइन? हो, तँ चाहिँ तर जति सक्दो आमैसँग बस्नुपर्छ है। नानी, तिमी आमासँगै बस्नुपर्छ ल। तिमी आमाले कति माया गर्छ तिमीलाई। तिमी छैन भने म बाँच्नु सक्दिनँ। आमासँगै बसौँ ल। भाइ, तँ बाबासँग जान्छस् नि है? तँलाई बाबाले कति माया गर्छ, हिँड्छु। बाबा, म आमासँग नबसेको पनि कति भयो। म आमासँगै बस्छु ल। मान्छे पनि कासम्म निष्ठुरी दयाको त ठाउँसम्म देख्दैन। आफ्नो सानो घाउ दुख्ने मान्छेले आफ्नो सानो घाउ दुख्ने मान्छेले अरू मर्दासम्म रुँदैन। अरू मर्दासम्म नि रुँदैन।